साथीहरु नमस्कार। आज फेरि पनि मेरो युट्युब च्यानल एसएस नलेजमा हजुरहरुलाई स्वागत छ। हामीले क्लास 12 को ओल्ड इज गोल्ड 2082 सालको एकाउन्टको युनिट 11 एकाउन्टिङ फर मटेरियल्स एन्ड मटेरियल कन्ट्रोल अन्तर्गत हामीले 1 देखि लिएर हैन थ्योरेटिकल क्वेशनको VBI क्वेशनहरु 1 देखि लिएर हैन अनि न्यूमेरिकल प्रब्लमको पनि हामीले यहाँसम्म हैन यो चाहिँ हामीले हेर्न सक्छौं। 1 देखि लिएर सुरुमा त हामीले यताको पनि हामीले थ्योरेटिकल क्वेशन गरिसकेको हैन। हुन त यसमा थ्योरेटिकल क्वेशन चाहिँ हाम्रो खासै बढी इम्पोर्टेन्ट त छैन, तर पनि हामीले गरिसकेको हैन। यहाँसम्म 19 सम्म त हामीले गरिसकेको थ्योरेटिकल क्वेशन हैन। अनि अर्को पार्ट चाहिँ हामी एउटै पार्टमा चाहिँ हामीले यहाँ चाहिँ 1 देखि लिएर हैन न्यूमेरिकल प्रब्लमको 1 देखि लिएर हैन अनि न्यूमेरिकल प्रब्लमको पनि 1 देखि हैन पिरियोडिक मेथड अन्तर्गत 1 देखि लिएर 10 सम्म चाहिँ हामीले यहाँसम्म 10 सम्म चाहिँ हामीले पार्ट 1 मा क्याप्चर गरिसकेको हैन। आज चाहिँ हामीले यो चाहिँ 10 सम्म त भइसक्यो हैन। आज चाहिँ हामीले 11 देखि लिएर हैन अनि अगाडिका क्वेशनहरु पनि हामी समाधान गर्दै जान्छौं। एउटा कुरा के भन्छु भने यो चाहिँ खासमा चाहिँ विद्यार्थीहरुले धेरै सजिलो पार्ट लिन्छन् हैन। सबै विद्यार्थीहरुले के लाग्छ भने यो चाहिँ यो बुकको चाहिँ एकाउन्टको जुन सब्जेक्ट छ नि यसमा सबैभन्दा सजिलो पार्ट चाहिँ यही एकाउन्टिङ फर मटेरियल एन्ड मटेरियल कन्ट्रोल च्याप्टर नै छ। तर एउटा गल्ती के गर्छन् विद्यार्थीहरु भने जसरी कि हुन त सजिलो त छ, यो पार्ट सजिलो त छ हैन, तर कुनै कुनै एउटा यस्तो प्वाइन्ट पनि छ हैन भित्र चाहिँ पढ्दाखेरि यस्तो प्वाइन्ट पनि छ भने जसरी कि एक्जाममा जाँदाखेरि विद्यार्थीहरु के गर्छन् भने त्यही थाहा लाग्दैन कि के गर्छन्। जसरी कि म अहिले उदाहरणमा हेराउँछु कि कुन प्वाइन्टहरु छन् जुन विद्यार्थीहरुले बिगाड्ने गर्छन् हैन, त्यो आज म बुझाउँछु हजुरहरु पनि हेर्दै गर्नु होला हैन। सुरुमा के भन्छु भने जसरी कि 11 मा हेर्नु त यहाँ चाहिँ हाम्रो सबै ठीक छ हैन, पर्चेज पनि छ, पर्चेज छ, इस्यु छ, तर यहाँ लस इन भेरिफिकेसन छ। यसमा धेरै जना विद्यार्थीहरुले कन्फ्युज हुनुहुन्छ कि यो 200 युनिट छ यो कहाँ राख्ने हैन। जसरी कि सबैजनाले के गर्छन् भने इस्यु बुझिहाल्छन् कि इस्यु गरेछ हैन अनि चाहिँ हाम्रो सेल्स तिर राखिदिन्छन् हैन। सेल्स तिर राखेर अनि यो घटाइदिन्छन्, यो चाहिँ मिस्टेक गरिदिन्छन् हैन। त्यस्तै अथवा जोड्ने हो कि घटाउने हो यो त म यसैको लागि म खास गरी यो भिडियो म तयार गर्दै छु हैन, किनकि यही कन्फ्युज चाहिँ म्याक्सिमम विद्यार्थीहरुले यही कन्फ्युज हुन्छ। जस्तै कि यहाँ हेर्नु अब यसमा सबै ठीक छ हैन, यहाँ लस इन भेरिफिकेसन छ, फेरि यसमा ओपनिङ स्टक पर्चेज इस्यु यो ठीक छ हैन, यसमा केही डाउट छैन हैन। फेरि अब क्वेशन नम्बर 13 मा हेर्दाखेरि ओपनिङ ब्यालेन्स पर्चेज इस्यु अनि यहाँ के छ भने सर्टेज इन फिजिकल भेरिफिकेसन छ। अब यहाँ कन्फ्युज हुनुहुन्छ कि 2 युनिट मात्र छ, अब यो पर्चेज हो कि इस्यु हो त्यो कन्फ्युज हुनुहुन्छ। फेरि अर्को चाहिँ हेर्दाखेरि अब हेर्नु त अर्कोतिर पनि हेर्दाखेरि के छ भने जसरी कि यहाँ सबै ठीक छ हैन। यो क्वेशन नम्बर हाम्रो 14 मा पनि हेर्दाखेरि यो 14 नम्बरमा पनि हेर्दाखेरि हेर्नु ओपनिङ स्टक छ, पर्चेज छ, इस्यु छ, पर्चेज छ, इस्यु छ, यसरी आउँदाखेरि त कुनै प्रब्लम भएन, कुनै डाउट भएन हैन विद्यार्थीहरुलाई। तर यहाँ चाहिँ प्रब्लम कहाँ आइहाल्छ भने जसरी कि यहाँ हेर्नु त वैशाख 18 मा नै हेर्नु त रिटर्न टु स्टोर दिएको छ हैन। अब यहाँ कन्फ्युजन हुन्छ, सर्टेज फन्ड के भनेछ यसको खासै विद्यार्थीहरुले बुझ्दैन कि के भनेछ भनेर। अनि यो 40 युनिट अब पर्चेज गरेछ कि फेरि सामान चाहिँ आएको छ कि गएको छ, यही कन्फ्युजन हुन्छ है। त्यस्तै अब अरु हेर्दाखेरि रिटर्न टु सप्लायर छ हैन, सर्टेज इन स्टक भेरिफिकेसन छ, त्यस्तै हाम्रो यहाँ रिटर्न फ्रम फ्याक्ट्री छ, सर्टेज इन स्टक भेरिफिकेसन छ। त्यस्तै हाम्रो फेरि यहाँ पनि रिटर्न फ्रम इस्यु एट 10th हैन, इस्यु एट 10th छ हैन। त्यस्तै फेरि यहाँ फेरि एउटा यता 18 मा पनि हेर्दाखेरि रिटर्न फ्रम डिपार्टमेन्ट छ हैन, स्टोर भेरिफिकेसन सरप्लस छ हैन। यही कुरालाई म विस्तृतमा बुझाउनको लागि हैन राम्रोसँग बुझाइदिनको लागि म खासमा यो भिडियो तयार गरेको अनि अरु सल्युसन पनि म हेराउँदै जान्छु अनि बुझाउँदै जान्छु हैन। अनि यो बुझ्नु भयो भने नि हजुरहरुलाई त्यो म भन्छु यो च्याप्टरको नि अनि यो बुझिसकेपछि मात्र हजुरहरुले भन्न अधिकार हुन्छ। जसरी कि यो पुरै फुल हाम्रो यो चाहिँ यो पार्ट चाहिँ हाम्रो धेरै सजिलो छ भनेर हैन। जबसम्म यो बुझ्नु हुन्न नि तबसम्म जति भने नि कि यो पार्ट सजिलो छ त्यति केही फरक पर्नेवाला छैन यो पार्टलाई हैन। त्यही बुझ्नको लागि आज म हजुरहरुलाई अलि छुट्टै किसिमले म बुझाउने छु हैन, ध्यानपूर्वक हेर्नु होला है। अब हेर्नु सुरुमा हामीले क्वेशन नम्बर 11 तिर हेर्छौं है। यहाँ लस इन भेरिफिकेसन छ भन्नाले भेरिफिकेसन गर्दाखेरि अनुसन्धान गर्दाखेरि घाटा देखियो। अब कसरी बुझ्ने हो भने जसरी कि मानिलिनु फर एक्जाम्पल एउटा स्टोर तपाईले खोल्नु भयो हैन, त्यो स्टोर भन्नाले गोदाम खोल्नु भयो हैन। त्यो गोदाममा फर एक्जाम्पल मानिलिनु 50 लिटर तेल राख्नु भएको छ हैन। अनि हरेक दिन जसरी कि मानिलिनु फर एक्जाम्पल भाद्र 1 मा चाहिँ हजुरले 50 लिटर तेलमा 2 लिटर तेल बिक्री गर्नुभयो हैन, भाद्र 1 मा
बिक्री गर्नुभयो हैन। अनि त्यो बिक्री गरिसकेपछि फर इक्जाम्पल मानिलिनु भाद्र 1 मा चाहिँ बिक्री गर्नुभयो, त्यसबाट 50 लिटर तेल बिक्री 2 लिटर तेल 50 लिटरमा 2 लिटर तेल बिक्री गर्नुभयो हैन। अनि फेरि अब त्यो बिक्री गरिसकेपछि स्टोरमा त अब 2 लिटर तेल बिक्री गर्दाखेरि त त्यो त कम भयो हैन। तर तपाईले आफ्नो चाहिँ लेजरमा चाहिँ जसरी कि लेजर गर्दाखेरि तपाईले लेजरमा चढाउनु भएन हैन, कुनै कारणवश मिस्टेक भयो हैन, त्यो चढाउनु भएन हैन। अब भोलिको दिनमा चाहिँ त्यही अब भेरिफिकेसन गर्दाखेरि अब स्टोरमा भेरिफिकेसन गर्दाखेरि अब त पछि त सबै हिसाब गर्दाखेरि हाम्रो लेजरमा चाहिँ अरू बिक्री गर्दाखेरि चाहिँ हाम्रो हिसाब छ। तर 2 लिटरको कुनै कारणवश हाम्रो स्टोरमा चाहिँ 2 लिटरको लेजरमा त्यो भएन हैन, लेजरमा चाहिँ लेखिएन हैन। त्यही नलेखिएको चाहिँ अब 2 लिटर त कम भयो हैन। अथवा मानिलिनु फर इक्जाम्पल 50 लिटर चाहिँ किन्नु भएको छ तर 2 लिटर लिक गर्यो, तेल चाहिँ फुटिएर हैन, फुटेर चाहिँ तेलको क्यान्टर हुन्छ टङ्कर हुन्छ नि त्यो फुटेर हैन, त्यसबाट 2 लिटर लिक गरिसक्यो हैन। अब त त्यहाँ कम हेरियो नि। त्यही कुरा भनेको छ लस इन भेरिफिकेसन। अब यो लस इन भेरिफिकेसन छ नि भन्नाले भेरिफिकेसन गर्दाखेरि त्यसमा लेजरमा लस इन भेरिफिकेसन भन्नाले स्टोरमा चाहिँ सामान हाम्रो घाटामा देखियो, जतिको अनुमानित छ त्यो भन्दा अलिक कम देखियो हैन। त्यस्तै फर इक्जाम्पल अब यसरी सोध्दाखेरि लस इन भेरिफिकेसन अब जसरी कहाँ लस इन भेरिफिकेसन भएको छ त्यो म अब पोइन्टहरु पनि भन्छु है। अब मानिलिनु यदि कम भइरहेको छ भने जुन कम स्टोरमा यदि सामान कुनै कारणवश कम भइरहेको छ, जसरी यदि लेख्नमा यदि लेजरमा चाहिँ चढाउनमा चाहिँ छुटेको छ भने त्यस्ता पोइन्टहरुले के गर्ने भने जसरी कि हामीहरुले जुन सेल्स गर्छौं नि त्यो साइडमा हामीले त्यो साइडको लेजरमा चाहिँ हामीले लेख्छौं है। अनि यदि मानिलिनु कुनै कारणवश हामीले सामान चाहिँ हाम्रो स्टोरमा चाहिँ 50 लिटर मानिलिनु तेलैको इक्जाम्पल लिनु, तेलै छ। फेरि अब अर्को इक्जाम्पल 50 लिटर तेल छ हैन। अब चाहिँ तेलमा चाहिँ हाम्रो 50 लिटरमा चाहिँ हाम्रो 2 लिटर हैन 5 लिटर लिनु, 5 लिटर बिक्री गर्दाखेरि अब कुनै कस्टमरले खरिद गरेर गयो, लिएर गइसक्यो हैन, 5 लिटर तेल चाहिँ हाम्रो खरिद गरेर गइसक्यो। तर त्यही 5 लिटर अब उसलाई अब 5 लिटरमा चाहिँ उसलाई अब के भयो भने जसरी कि 5 लिटरमा त्यो उसलाई राम्रो लागेन, राम्रो क्वालिटी लागेन हैन, त्यो उसले फेरि 5 लिटरको 5 लिटर चाहिँ हाम्रो स्टोरमा चाहिँ रिटर्न गर्यो हैन। त्यो रिटर्न गरिसक्यो हैन। अनि हामीले रिटर्न गरिसकेपछि स्टोरमा लेखिएन हैन, अथवा त्यो मानिलिनु स्टोर रिटर्न गरिसकेपछि हाम्रो स्टोरमा त राखियो हैन, स्टोरमा राखियो तर हाम्रो लेजरमा चढाएन, त्यो पोइन्ट चाहिँ हाम्रो 5 लिटर चाहिँ चढेन, हाम्रो लेजरमा चाहिँ चढेन। अब मानिलिनु अब भोलिको दिनमा भेरिफिकेसन गर्दाखेरि त्यो 5 लिटर तेल त बढ्यो नि, त्यो है बढेको चाहिँ जुन छ नि त्यो पोइन्टहरुलाई हामी त्यो चाहिँ हामीले पर्चेज साइडतिर हामी चढाउँछौं है। अब पर्चेज साइडतिर चढाउँछौं हैन। अनि घटेको सामान यति बुझ्नु न कि आफ्नो स्टोर छ हैन, स्टोरमा यदि कुनै कारणवश सामान घटिरहेको छ भने त्यो चाहिँ हामीले सेल्स साइडतिर लेख्छौं हैन। यदि कुनै सामान बढिरहेको छ भने त्यो पर्चेज साइडतिर लेख्छौं। अब कुन सामान बढ्ने र कुन सामान घटिरहेको छ त्यो अब म बुझाउँछु है। अब यहाँ ध्यानपूर्वक हेर्नु होला है, कन्फ्युज हुने बढी विद्यार्थीहरु यही हुन्छ है। हेर्नु लस इन भेरिफिकेसन एउटा भन्छ हैन, त्यसमा सबै भन्छ पर्चेज इस्यु त भनिरहन्छ हैन, तर एउटा लस इन भेरिफिकेसन भन्छ जुन अहिले म भनेको है। अब हेर्नु जाँचमा नोक्सानी है। यदि भण्डार जाँच गर्दा केही सामग्री हराएको वा बिग्रेको भेटियो भने त्यसले स्टक घटाउँछ भन्नाले यो त बुझ्नुभयो हैन। यदि भण्डारण गरिएको सामग्री जस्तै स्टोरमा भण्डारण गरिएको छ, सामग्रीहरु भण्डारण गरिएको छ तर केही सामानहरु हराएको भन्नाले त्यहाँबाट चोरियो हैन, वा बिग्रेको भन्नाले कुहिएको, जसरी भने नि अघि म भने नि कि तेल चाहिँ फुटेर हैन 2 लिटर चाहिँ नोक्सान भएको भनेर, अनि भेटियो भने त्यसलाई स्टक घटाउँछ। त्यसले स्टक घटाउँछ भन्नाले हाम्रो स्टक चाहिँ घटाइदिन्छ है। यो एक प्रकारको नोक्सानी हो है, बुझ्नुभयो नि। सकेसम्म यो यदि नोट गर्नुभयो भने अझ बेटर, किनकि यो नोट गर्नुभयो भने भोलिको दिनमा हिसाब प्र्याक्टिस गर्दाखेरि कन्फ्युज हुने सम्भावना 1% पनि हुँदैन है। अनि बल्ल यो पार्ट सजिलो हुन्छ है। अब 2 मा हेर्नु, 2 मा सर्टेज इन फिजिकल भेरिफिकेसन, यस्तै पोइन्टहरु राखिदिन्छ है। अब सर्टेज इन फिजिकल भेरिफिकेसन, भौतिक जाँचमा कमी। अब भौतिक रूपमा जाँच गर्दा रेकर्डमा भएको भन्दा कम सामग्री भेटिएमा स्टक घट्छ है।
यो पनि स्टक घट्छ है। अब भौतिक रूपमा जाँच गर्दा सामान यदि यो सर्टेज इन फिजिकल भेरिफिकेसन भनिरहेको छ नि यो त्यस्तै हो, त्यही कुरा हो, त्यो घटेको सामान है। अब 3 मा हेर्नु त रिटर्न टु स्टोर भण्डारमा फिर्ता भन्नाले कुनै सामान जसरी कि त्यो तेलको भने नि कि 5 लिटर तेल खरिद गर्यो तर कुनै कारणवश त्यो फिर्ता गर्यो स्टोरमा फेरि भयो। अब भण्डारमा फिर्ता भन्नाले फेरि अब स्टोरमा त बढ्यो होइन, बिक्री भएको सामान पुनः भण्डारमा फिर्ता हुँदा यसले स्टकलाई बढाउँछ है। अब बिक्री भएको सामान त पुनः भण्डारमा आउँदा चाहिँ त बढिहाल्छ नि। अब यहाँ हेर्नु सर्टेज फन्ड है, कमी भेटियो, स्टक जाँच गर्दा कमी भेटिएमा स्टक घट्छ है। यो सर्टेज फन्ड अन्तर्गत यो कमी भेट्यो नोक्सानै हो होइन। अब रिटर्न टु सप्लायर्स है, अब रिटर्न टु सप्लायर्स अन्तर्गत आपूर्तिकर्तालाई फिर्ता भन्नाले आपूर्तिकर्तालाई फिर्ता गरियो है। यदि खरिद गरिएको सामग्री गुणस्तरहीन वा अन्य कुनै कारणले आपूर्तिलाई फिर्ता पठाइन्छ भने यसले स्टक घटाउँछ है। त्यसपछि हाम्रो सर्टेज इन स्टक भेरिफिकेसन, स्टक जाँचमा कमी, स्टक जाँच गर्दा कमी देखिएमा स्टक घट्छ है। यो भयो होइन। अब 7 मा रिटर्न फ्रम फ्याक्ट्री, फ्याक्ट्रीबाट फिर्ता यदि फ्याक्ट्रीमा प्रयोग भइसकेपछि केही सामान बाँकी भएर गोदाममा फिर्ता आउँछ भने यसले स्टक बढाउँछ है। अब त्यसपछि हाम्रो यो भयो स्टक बढाउने भने रिटर्न फ्रम डिपार्टमेन्ट, विभागबाट फिर्ता कुनै विभागमा प्रयोगका लागि लगिएको तर प्रयोग नभई गोदाममा फिर्ता भएको सामग्रीले स्टक बढाउँछ है। अब 9 मा स्टोर भेरिफिकेसन सरप्लस अन्तर्गत भण्डार जाँचमा अधिक, भण्डार जाँच गर्दा रेकर्डमा भएको भन्दा बढी सामग्री फेला पर्यो भने यो अधिक भएको सामग्री स्टकमा थपिन्छ है। अब यहाँ 10 मा हेर्नु रिटर्न टु भेन्डर्स, विक्रेतालाई फिर्ता खरिद गरिएको सामग्री विक्रेतालाई फिर्ता गर्दा स्टक घट्छ है। अब हेर्नु रिटर्न फ्रम वर्क अर्डर है। अब कार्य आदेशबाट फिर्ता कुनै विशेष कार्य आदेशका लागि लगिएको सामग्री काम सकिएपछि बाँकी भएर फिर्ता आएमा स्टक बढ्छ है। अब त्यसपछि रिसिभ्ड ब्याक फ्रम वर्क अर्डर, कार्य आदेशबाट फिर्ता प्राप्त है। कुनै कार्य आदेशबाट प्रयोग नभएको सामग्री फिर्ता आएमा स्टक बढ्छ। एउटा कुरा अब अझ पनि भन्छु, जहाँ स्टक बढ्छ भनिरहेको छ नि त्यो चाहिँ हामीले पर्चेज साइडतिर राख्छौँ होइन। अनि जहाँ घटेको छ नि त्यो साइडतिर हामीले त्यो चाहिँ हामीले इस्यु साइड अथवा हामीले सेल्स साइडतिर राख्छौँ है। अब चाहिँ के गर्ने भने अनि एउटा अर्को कुरो, यो जति पनि हाम्रो ब्लू कलरको छ नि, ब्लू कलरको चाहिँ जति पनि लेखिएको छ नि यो चाहिँ साइड चाहिँ हाम्रो घटेको साइड हो होइन, यो चाहिँ हाम्रो घटेको साइड हो होइन। अनि जति पनि रातो कलरले लेखिएको छ नि त्यो साइड हाम्रो चाहिँ बढेको साइड हो। यति बुझ्नुभयो भने नि जसले कि यो जति पनि पोइन्ट भने नि 1 देखि लिएर 12 सम्म जुन पोइन्ट भने नि यति बुझ्नुभयो भने नि 100% यो पार्ट हजुरको लागि सजिलो भइहाल्छ 100%। अब हजुरहरूलाई म सल्युसनतिर लाग्छु है। अब सल्युसन पनि बिस्तारै हेर्दै गर्नु होला, बुझ्दै गर्नु होला होइन, अनि बल्ल थाहा हुन्छ। अब हजुरहरूले म हेराउँछु अनि सल्युसन पनि हेराउँछु है। अब हेर्नु क्वेसन नम्बर हाम्रो 11 को 2080 को जीआई को सेट ए को क्वेसन नम्बर 17 को डबल आई में फलोइंग इन्फर्मेसन रिलेटिङ टु मटेरियल्स आर गिभन एज है। अब यो यहाँ भाद्र 1 में के भनेको छ भने पर्चेज 4000 युनिट एट द रेट अफ आरएक्स 3 को दरले है 4000 सामान खरिद गरियो होइन 3 को दरले है। अब भाद्र 8 में चाहिँ हाम्रो के छ भने 6000 युनिट एट द रेट अफ आरएक्स 5 को दरले खरिद गरियो। भाद्र 15 में इस्यु गरियो बिक्री गर्नको लागि 3000 युनिट छैन। अनि भाद्र 27 में लस इन भेरिफिकेसन, अब भेरिफिकेसन गर्दाखेरि सर्वेक्षण गर्दाखेरि हाम्रो 200 युनिट हाम्रो घाटामा देखियो, कम देखियो है। अब स्टोर लेजर युजिङ फिफो मेथड अन्डर परपेचुअल इन्भेन्ट्री सिस्टम। अब यसको चाहिँ हामी समाधानतिर लाग्छौँ है। हेर्नु सुरुमा के गर्नु भने जसले कि यहाँ छ पर्चेज भाद्र 1 में पर्चेज होइन, पर्चेज कति गरेको छ 4000 युनिट एट द रेट अफ आरएस 3 को दरले है। अब हेर्नु सुरुमा स्टोर लेजर अन्डर फिफो मेथड लेखिदिने होइन, फिफो मेथड लेखिदिने यो 11 को हो है। अनि योभन्दा माथि म 12 को गरेको, तर पहिला सुरुमा 11 को म हेराउँछु है। अब हेर्नु डेट पार्टिकुलर यहाँ पर्चेज होइन, यहाँ पर्चेजको सट्टा हजुरहरूले रिसिप्ट पनि लेख्न सक्नुहुन्छ है। अनि यहाँ सेल्स सट्टा हजुरहरूले त्यो इस्यु पनि लेख्न सक्नुहुन्छ है। तर पनि यो पर्चेज सेल्स ब्यालेन्स लेखे पनि केही फरक पर्दैन, अथवा रिसिप्ट इस्यु ब्यालेन्स लेखे पनि केही फरक पर्दैन। म चाहिँ पर्चेज सेल्स अनि ब्यालेन्स मात्र लेखेको है। अब हेर्नु पार्टिकुलर्स युनिट्स कस्ट टोटल कस्ट युनिट्स कस्ट टोटल कस्ट युनिट्स कस्ट टोटल कस्ट भयो होइन। अब हेर्नु सुरुमा हाम्रो 5औं महिना भाद्र 5औं महिना पर्छ होइन, भाद्र 1 गते हामीले पर्चेज गरेको 4000 युनिट्स एट द रेट अफ आरएस 3 को दरले है। अब हेर्नु
5औं महिना 1 गते पर्चेस गरेको छु 4000 युनिट्स एट द रेट अफ 3 को दरले हाम्रो कति आउँछ भने 12000 आयो हैन। अब यो यही 4000 चाहिँ हामी यतातिर ब्यालेन्स हाम्रो ब्यालेन्स साइडतिर लेख्छौँ है 4000 3 को दरले 12000 भयो हैन। अब अर्कोतिर हेर्दाखेरि पर्चेज 6000 युनिट्स हैन एट द रेट अफ आरएस 5 को दरले। अब 8 मा चाहिँ हाम्रो पर्चेज 6000 युनिट एट द रेट अफ 5 को दरले 6 5 30 30000 भयो हैन। अब यो पनि हामी यतातिर लेख्छौँ है 6000 एट द रेट अफ 5 को दरले है भयो। अब 5औं महिना 15 गते भन्नाले भाद्र 15 को इस्यु गरेको छ है। अब बिक्री गर्नको लागि इस्यु गरेको छ कति त 3000 युनिट इस्यु गरेको छ है। अब 3000 युनिट इस्यु गरेको छ भने यो चाहिँ कुन मेथड हो भने हाम्रो फिफो मेथड फर्स्ट इन फर्स्ट अफ मेथड हो है। अब फिफो मेथड भएको हुनाले गर्दा हामीले माथिबाट गर्छौँ है फर्स्टबाट गर्छौँ है। अब हेर्नु 4000 पहिला राखेको छ खरिद गरेर हैन अनि दोस्रोमा चाहिँ 6000 खरिद गरेर राखेको छ हैन स्टोरमा हैन। त अब सुरुको पहिला बिक्री गर्छ फर्स्ट इन फर्स्ट आउट मेथड हो है। अब यसपछि पहिला यो यसबाट यो चाहिँ 4000 छ नि यसबाट 3000 चाहिँ हाम्रो बिक्री गरियो भने यहाँ 3000 लेख्नु कतिको दरले त 3 को दरले। यदि लिफो मेथड भनेको भए यताबाट हामी जान्थ्यौ है। अब यो 3000 भयो हैन 3000 यो 3000 3 को दरले भयो हैन 9000 भयो हैन। अब यहाँ कति बाँकी भयो भने 1000 बाँकी भयो। यो 1000 को 1000 हामी यहाँ लेख्छौँ हैन एट द रेट अफ कति 3 को दरले हैन यो हाम्रो 3000 भयो अनि 6000 को 6000 एट द रेट अफ 5 को 5 हैन अनि 6 5 30000 भयो हैन। यो भइसकेपछि अब हामीले यो त भयो यतिकै हो हैन। अब यसपछि हामीले भाद्र 27 मा हेर्छौँ लस इन भेरिफिकेसन भनिरहेको छ अनुसन्धान गर्दाखेरि निरीक्षण गर्दाखेरि घाटा देखियो 200 युनिट हाम्रो घाटा देखियो है। अब यसको के गर्नु भने लस इन भेरिफिकेसन मैले भने नि जुन घाटा हुन्छ त्यसलाई हामीले सेल साइड अथवा इस्यु साइड यसलाई सेल्स पनि भन्न सकिन्छ इस्यु पनि भन्न सकिन्छ है। अब हेर्नु अब घाटा देखियो है। अब 200 युनिट घाटा देखियो भने यो 200 कतिको रेट हाम्रो अब 200 घाटा देखिरहेको छ भने 200 त भयो हैन 200 युनिट भयो हैन। अब रेट कति रेटमा कन्फ्युज नहुनु होला किनकि यो हाम्रो फिफो मेथड हो भने यहाँ चाहिँ फिफो मेथडबाट नै हामी राख्छौँ। यो 3 को रेट हाम्रो यही 1000 बाट चाहिँ हामी राख्छौँ है। यो 200 हाम्रो घाटा भयो भने यहाँबाट घटाएर हैन 200 यहाँ यहीँबाट घटाउँछौँ है। यहाँबाट 200 हाम्रो घाटा भइरहेको छ भने 1000 बाट त 200 हाम्रो गयो हैन नोक्सान भयो हैन। अब यो फर्स्ट इन फर्स्ट मेथड भएको हुनाले गर्दा माथिबाट गरेको हैन। अब 200 भयो हैन 200 अब गरिसकेपछि 3 को दरले रेट चाहिँ 3 हो 3 को दरले 3 दुना 600 भयो हैन। अब यहाँ कति बाँच्यो यसबाट 200 जान्छ भने 800 बाँच्यो यहाँ 800 एट द रेट अफ 3 को दरले अनि 8 को 2400 भयो हैन यो 2400 भयो हैन। अनि अर्को 6000 को 6000 एट द रेट अफ 5 को दर 5 हैन अनि 56 30000 भयो हैन। अब हेर्नु यो भइसकेपछि अब त अरु पोइन्ट त छैन हाम्रो अरु पोइन्ट त छैन हैन। त्यसपछि के गर्ने भने यो भइसकेपछि लस इन भेरिफिकेसन भइसकेपछि यहाँ त लेखिसके हैन। अब एउटा अन्डरलाइन गर्ने हैन। त्यसपछि कस्ट अफ क्लोजिङ स्टक अब बाँकी रहेको जुन युनिटहरु छ नि त्यो अब क्लोजिङ स्टक भन्नाले लेजर बन्द गर्दाखेरिको हाम्रो जति आउँछ नि त्यो पोइन्ट हाम्रो लेखिहाल्ने। जसरी कि हाम्रो यो जोड्दाखेरि हाम्रो कति आउँछ भने यो एउटा यो चाहिँ के गर्ने भने यो चाहिँ जोडेर नगर्ने यो म जोडेर गरेको तर जोडेर नगर्ने यो छुटा छुटै पनि लेखे पुग्छ किनकि यो रेट छ नि यो रेट फरक छ हैन। यो रेट फरक भएको हुनाले गर्दा यो छुटा छुटै जसरी कि यहाँ मानिलिनु फर एक्जाम्पल पहिला 800 लेखिहाल्नु हैन 800 3 को दरले एट द रेट अफ 3 को दरले 2400 हैन 2400 हेराइदिने हैन 3 को दरले अनि फेरि 6000 हाम्रो 6000 एट द रेट अफ 5 को दरले हैन यहाँ 30000 भइगयो हैन 30000 भयो हैन। एउटा अझ कुरा के भन्छु भने धेरै जना साथीहरुले के गर्छन् भने यो लेजरको बाहिर पनि क्लोजिङ स्टक लेख्छन् हैन कस्ट अफ गुड्स लेखिदिन्छन्। तर एउटा कुरा के भन्छु भने यदि हजुरहरुको बक्स चाहिँ अलि ठुलो छ हैन अनि ठुलो छ भने यहाँ लेखे पनि केही नम्बर काट्नेवाला छैन हैन यो बुझिराख्नु है। यदि इच्छा भए त बाहिर पनि लेख्न सकिन्छ लेजर सानो भए बाहिर पनि लेख्न सकिन्छ हैन। तर यहाँ बक्समा खाली स्पेस भएको अनि यदि बक्समा खाली स्पेस छ हैन तर यदि तल लेख्नु भयो भने राम्रो भएन हैन राम्रो हेरिदैन है। त्यो भन्दा राम्रो बक्समा लेख्दा राम्रो हुन्छ है। अब यो त भयो हैन यहाँ चाहिँ हाम्रो यति भयो हैन एन्सर यति भयो हैन। कस्ट अफ गुड्स सोल्ड गर्दाखेरि हाम्रो यो यताको जोड्ने हैन कति बिक्री गर्यो भने 3000 हैन 3000 3 को दरले 9000 भयो हैन। अब यो चाहिँ रेट यसको यो दुईटाको थियो नि यो दुईटाको रेट चाहिँ फरक भएको हुनाले गर्दा फरक लेख्नु पर्छ नत्र यदि एउटै रेट भएको भए त जोडेर गरिहाल्थ्यो। यहाँ पनि हामी एन्सर पनि हेर्न सक्छौं हैन क्वेशन नम्बर 11 को एन्सर पनि हेर्न सक्छौं हैन। यो जोडेर हैन यो जोडेर गरेको हैन यो 6800 जोडिदिएको छ हैन यो मात्र यही जोडेको 6800 यो र यो पोइन्ट जोडेको मात्र हैन तर रेट खुलाएको छैन। हेर्नु त्यहाँ रेट खुलाएको छ
छैन, किनकि रेट नखुलाएको हुनाले गर्दा चाहिँ हामीले पनि गर्न सक्छौँ। यो 6800 भयो होइन, अनि यो जोडेर होइन, यो हाम्रो कति थियो भने 2400, अनि यो 3242400 भयो। यहाँ 32400 दिएकै छ होइन, तर रेट खुलाएको छैन। किन रेट खुलाएको छैन भने यहाँ दुईवटा रेट छ है, यदि दुईवटा रेट छ त्यही भएर त्यो खुलाएको छैन। अब कस्ट अफ गुड्स सोल्ड हेर्दाखेरि कति छ भने कस्ट अफ गुड्स सोल्ड हाम्रो 3000 युनिट, यहाँ पनि रेट खुलाएको छैन, 3000 युनिट 9000 भयो टोटल। अब हेर्नु 3000 युनिट हाम्रो 3 को पनि दर लेख्छौँ, किनकि 3 को हाम्रो दुईटैको सेम रेट छ होइन, त्यो 3 भयो होइन, 3 9000 भयो। अब हामीले क्वेसन नम्बर 11 त गरिसक्यो होइन, अब क्वेसन नम्बर हामीले 12 गर्छौँ है। अब 12 तिर लाग्नु है। अब हेर्नु 12 तिर के भनेको छ भने सुरुमा के भनेको छ भने म हेराउँछु है। अब सुरुमा के भनेको छ भने यहाँ 12 मा 2080 को जीआई को सेट बी को क्वेश्चन नंबर 17 को डबल आई में सोधेको छ। फलोइङ आर द स्टोर ट्रान्जेक्सन गिभन टु यु फर द मन्थ अफ भाद्रे है। भाद्रको यो चाहिँ हाम्रो एउटा स्टोरको चाहिँ लेजर दिएको छ है। अब हेर्नु डेटाहरू दिएको छ है। भाद्र 1 मा ओपनिङ स्टकमा 700 केजी एट द रेट अफ आरएस 20 हैन। अब हेर्नु पहिला हामीले के गर्छौँ भने पहिला स्टोर लेजर अन्डर फिफो मेथड गरिदिनु हैन। डेट पार्टिकुलर पर्चेज यहाँ केजी कस्ट हैन, केजी को कस्ट टोटल कस्ट हैन, त्यसपछि सेल्स हैन, यहाँ केजी को कस्ट टोटल कस्ट हैन। अथवा हामीले यहाँ के लेख्न सक्छौँ भने यहाँ हामीले के लेख्न सक्छौँ भने युनिट रेट केजी रेट टोटल पनि लेख्न सक्छौँ हैन, अथवा केजी कस्ट टोटल कस्ट पनि हुन्छ भने केही फरक पर्दैन हैन। अब सेल्सको पनि भयो, ब्यालेन्सको पनि भयो। अब हेर्नु यहाँ 12 मा के भनेको छ भने ओपनिङ स्टक 700 केजी 20 को दरले भाद्र 1 मा हाम्रो 5औं महिना 1 को ओपनिङ स्टक हैन, यो डाइरेक्टली हामी ब्यालेन्सतिर लाग्छ, ब्यालेन्स साइडतिर राख्छौँ हैन। 720 को दरले हाम्रो 14000 भयो हैन। अब दोस्रोमा भाद्र 4 मा पर्चेज गरेको छ 800 केजी हैन, 21 को दरले पर्चेज कति गरेको छ भने 800 केजी 21 को दरले 16800 भयो हैन, यो पनि हामी यतातिर राख्छौँ हैन। अब फेरि पर्चेज हाम्रो भाद्र 20 मा पनि गरेको छ, पर्चेज कति गरेको छ 1000 केजी एट द रेट अफ 22 को दरले हैन। अब 1000 केजी एट द रेट अफ 22 को दरले गर्दाखेरि 22000 भयो हैन। अब यो पनि हामीले कहाँ राख्छौँ भने यो पनि हामीले 22000 भयो, यो पनि हामीले राख्छौँ कहाँ त यहाँ राखिहाल्छौँ हैन। यहाँ 1000 यो भयो, यो चाहिँ 700 यो ओपनिङ स्टकको 800 यसको अनि 1000 यसको भयो हैन। अब के भनेको छ भने अब यो भाद्र हाम्रो 20 त भयो हैन। अब भाद्र 30 मा इस्यु कति गरेको छ भने 1900 केजी को बिक्री गरेको छ है। अब हेर्नु फिफो फर्स्ट इन फर्स्ट अफ मेथडको अनुसार माथिबाट गर्दाखेरि हाम्रो 1900 पुर्याउनको लागि हाम्रो 700 पहिलाको बेच्ने हैन, 700 को पहिलाको स्टोरको 20 को रेटले 14000 बराबरको बिक्री गर्ने, त्यसपछि हाम्रो 800 21 को रेटको बराबरको 16800 बिक्री गर्ने, त्यसपछि हाम्रो अब यो कति भयो, यो हाम्रो कति भयो 15 भयो हैन। यो 700 र यो 800 जोड्दाखेरि 1500 युनिट भयो हैन। अब हाम्रो पुर्याउनु कति छ भने 1900 केजी पुर्याउनु छ है। अब बाँकी कति, बाँकी 400 यहाँबाट लिन्छौँ हामी है। अब यहाँबाट लिँदाखेरि 400 कतिको दरले त 22 को दरले हैन। अब यो चाहिँ हाम्रो 22000 भयो। अब यहाँ कति बाँच्यो हाम्रो, यहाँ 400 जाँदाखेरि हाम्रो कति बाँच्छ भने हाम्रो 600 बाँकी रह्यो। यही 600 चाहिँ हामीले यहाँ चाहिँ कस्ट अफ इन्डिङ इन्भेन्ट्री अन्तर्गत 600 22 को रेट जो टोटल कति भयो 1320 रुपैयाँ हाम्रो कस्ट अफ इन्डिङ इन्भेन्ट्री। अब कस्ट अफ गुड्स सोल्ड अन्तर्गत यो जोड्दाखेरि हाम्रो टोटल कति भयो भने 1900 हैन। अनि यो रेट त फरक छ, यहाँ लेख्नु पर्दैन हैन। यो टोटल जोड्दाखेरि हाम्रो 39600। अब मानिलिनु रेट नै लेख्नु छ भने यसबाट यसलाई 1900 ले भाग गर्दाखेरि हाम्रो रेट निस्कन्छ 20.84 है। अब हामीले क्वेशन नम्बर 12 पनि गरिसक्यो है। अब क्वेशन नम्बर हामी कति गर्छौँ भने क्वेशन नम्बर 13 गर्छौँ है। अब क्वेशन नम्बर 13 हेर्दाखेरि के छ भने केही खासै गाह्रो छैन, त्यो म अघि जुन पोइन्ट भने नि त्यो पोइन्ट बुझ्नु भयो भने त केही गाह्रो छैन हैन, तर बुझ्नु पर्यो है। अनि हेर्नु क्वेशन नम्बर 13 मा के भनेको छ भने माघ 1 मा पहिला हाम्रो 2077 को सेट जे को क्वेशन नम्बर 10 मा फलोइङ आर द स्टोर ट्रान्जेक्सन फर द मन्थ अफ माघको दिएको छ है। ट्रान्जेक्सन चाहिँ माघको दिएको छ है। माघ 1 मा ओपनिङ ब्यालेन्समा 50 युनिट एट द रेट अफ आरएस 200 है। अब यसको पनि गर्दाखेरि हामी हेर्नु त यहाँ अब अलिअलि हेराउँदै जान्छु है। यहाँ हेर्नु यहाँ चाहिँ हाम्रो के छ भने यहाँ चाहिँ हाम्रो ओपनिङ ब्यालेन्स चाहिँ हाम्रो कति छ 50 युनिट एट द रेट अफ आरएस हाम्रो 200 हैन। अब ओपनिङ ब्यालेन्स हैन सुरुमा लेख्ने 10औं महिना 1 गते मार्च चाहिँ हाम्रो 10औं महिना पर्यो हैन, 10औं महिना 1 गते अथवा m/1 लेखे पनि पुग्छ, किनकि m ले मार्च जनाइन्छ हैन, 1 गते लेखे पनि पुग्छ। अब हेर्नु ओपनिङ ब्यालेन्स कति त 50 युनिट्स हैन, अनि 200 को रेट हैन, 200 को दर हो हाम्रो कति भयो भने 10000 है। अब दोस्रोमा माघ 2 मा पर्चेज है 100 युनिट एट द रेट अफ आरएस 210 को दरले है। अब 210 को दरले छ। अब पर्चेज 100 युनिट एट द रेट अफ आरएस 210 को दरले गर्दाखेरि 21000 भयो। यो डाइरेक्टली हामी यतातिर लेख्छौँ हैन।
अनि अर्को अब हाम्रो माघ 5 मा के बनेको छ भने इस्यु कति गरेको छ 110 युनिट हाम्रो इस्यु गरेको छ बिक्री गर्नको लागि। अब हामीले यहाँ इस्यु हाम्रो कति 110 युनिट बिक्री गर्नको लागि गरेको छ भने हामीले फर्स्ट अफ मेथड अनुसार माथिबाट गर्छौँ भने 50 यताबाट लिने हैन। अब बाँकी कति रह्यो भने 60। अब 110 पुर्याउनलाई बाँकी कति रह्यो भने 60। अब यो 60 हामी यहाँबाट लिन्छौँ है। अब यो 100बाट लिँदाखेरि हाम्रो 210 भयो हैन, 210 रेट भयो हैन। अब यो 50 * 200 गर्दाखेरि 10000, 60 * 210 गर्दाखेरि 12600। अब बाँकी अब यो भइसकेपछि अब यसको बाँकी कति त अब यसबाट त 60 गइसक्यो हैन, 60 बिक्री भइसक्यो। अब बाँकी कति छ 40 अब स्टोरमा रहन्छ हैन। 40 युनिट @ 210 को दरले 8400 हाम्रो भइसक्यो हैन, यतिकै बाँकी रहन्छ। अब अर्कोमा हाम्रो माघ 26 मा के भनेको छ भने सर्टेज इन फिजिकल भेरिफिकेसन। म यसको पनि भनेको हैन, सर्टेज इन स्टक भेरिफिकेसन गर्दाखेरि हैन, स्टक भेरिफिकेसन गर्दाखेरि सर्टेज भनिदियो भने यति बुझ्नु होला कि हाम्रो फिजिकल भेरिफिकेसनको सर्टेज भनिदियो भने यो सर्टेज आउँछ नि, सर्टेज इन फिजिकल भेरिफिकेसन भनिदियो भने सर्टेज भनिदियो भने बुझ्नु होला कि घटेको छ है, घटेको छ हाम्रो कुनै कारणवश नोक्सान भएको छ अथवा घटेको छ अथवा लेजरमा लेख्न छुटिएको छ है। अब 2 युनिट, अब यो 2 युनिट यदि घटेको छ भने हामी कहाँतिर लेख्छौँ भने सेल्सतिर लेख्छौँ है। अब यही 2 युनिट हामीले क्वेसन नम्बर हाम्रो 13 मा अब यहाँ सर्टेज इन फिजिकल भेरिफिकेसन चाहिँ 2 युनिट हाम्रो 2 युनिट कहाँबाट लेख्ने भने यहाँ यो 40 को रेट छ नि यहीँबाट लेख्ने है। अब यहाँबाट घटाएर किनकि यो हाम्रो स्टोरमा त मात्र 40 युनिट मात्र स्टोरमा हाम्रो बाँकी छ हैन बिक्री गर्नको लागि। अब त त्यसमा अब भेरिफिकेसन गर्दाखेरि त 2 युनिट कम देखियो हैन। अब कहाँ कम देखियो, अब त्यसलाई जाँच गर्दाखेरि त 2 युनिट कम देखेपछि त यसबाट घटाएर हैन 2 युनिट यहाँ लेख्न हैन। 210 को रेट भयो, 420 भयो। यहाँ कति अब स्टोरमा बाँकी छ, वास्तविक हाम्रो स्टोरमा बाँकी कति छ भने 38 युनिट 210 को दरले 7980 युनिट। अब यही भयो हाम्रो कस्ट अफ क्लोजिङ स्टक अथवा क्लोजिङ स्टक लेखेर हैन 38 युनिट हैन, सरी 38 युनिट 210 को दरले 7980 भयो हैन। अब कस्ट अफ गुड्स सोल्ड गर्दाखेरि हाम्रो यो टोटल जोड्दा 112 हैन। अब यो टोटल जोड्दा हाम्रो 23020 रुपैयाँ भयो हैन। अब यो त फरक भएको हुनाले गर्दा यसले भाग गर्दा त हाम्रो रेट पनि निस्किहाल्यो, केही फरक परेन। यो भयो हाम्रो क्वेसन नम्बर 13। अब हामीले के गर्छौँ भने क्वेसन नम्बर 14 गर्छौँ है। अब क्वेसन नम्बर 14 हेर्दाखेरि के छ भने क्वेसन नम्बर 14 हेर्दाखेरि क्वेसन नम्बर 14 मा के छ भने 2076 को जीआई को सेट ए को क्वेसन नम्बर 20 मा द फलोइङ ट्रान्जेक्सन आर गिभन वैशाख 1 मा ओपनिङ स्टक 1000 युनिट एट आरएस 20 इच भन्नाले यो चाहिँ रेट हो हैन। 20 को दरले हाम्रो 1000 युनिट हाम्रो ओपनिङ स्टक को हैन। अनि वैशाख 5 मा पर्चेज हाम्रो 800 युनिट एट आरएस 30 को दरले हैन। अनि त्यसपछि वैशाख 10 मा इस्यु 1200 युनिट हैन। त्यसपछि हाम्रो वैशाख 12 मा पर्चेज 400 युनिट एट आरएस 40 को दरले, वैशाख 15 मा इस्यु 600 युनिट हैन। अनि यता पनि छ अलि वैशाख 18 मा रिटर्न टु स्टोर 100 युनिट हैन। यहाँ अलि हेराउँछु है 100 युनिट हैन। अनि वैशाख 20 मा हाम्रो के छ भने सर्टेज फन्ड हाम्रो 40 युनिट है। अब हेर्नु, अब सुरुदेखि अब हामी समाधानतिर लाग्यौँ है। सुरुमा के गर्ने भने अलि यतातिर राख्छु है। अब हेर्नु, सुरुमा त पहिला त हामीले के गर्छौँ भने बक्स बनाउँछौँ हैन। डेट पार्टिकुलर भयो, डेट पार्टिकुलर पर्चेस सेल्स बैलेन्स, यहाँ रिसिप्ट इस्यु बैलेन्स पनि लेखे फरक पर्दैन। युनिट रेट टोटल हैन भयो। अनि सुरुमा के छ भने के बनाउँछ भने ओपनिङ स्टक 1000 युनिट @ 20 को दरले, यहाँ वैशाख 1 मा B1 भन्नाले वैशाख 1 हो हैन। ओपनिङ स्टक को 1000 युनिट भयो हैन। 1000 युनिट 20 को दरले 20000 भयो हैन। त्यसपछि हाम्रो के भनेको छ भने 5 मा पर्चेज 800 युनिट एट द रेट अफ आरएस 30 को दरले है। अब यो पनि पर्चेज गरेको छ भने भाद्र 5 मा पर्चेज गरेको छ भने 800 कति गरेको छ भने हाम्रो 800 युनिट गरेको छ हैन। 30 को दरले 830 को दरले हाम्रो कति भयो भने 24000 हैन। अब यो 24000 भइसकेपछि यो डाइरेक्टली हामीले यो 1000 को 1000 पहिला त म अन्डरलाइन गरिरहेको थिएन, तर अबदेखि गरिरहेको छु किनकि यो चाहिँ अब अझ त्यो भन्दा पनि बेटर हेरिन्छ है। अनि सफा पनि हेरिन्छ, त्यही भएर अब हेर्नु यो 1000 भयो हैन। 1000 चाहिँ 20 को दरले 20000 भयो हैन। अब यहाँ मैले अन्डरलाइन गरेँ, हजुरहरूले पनि यस्तै गर्नु होला किनकि यसले अझ अस्पष्ट हेरिन्छ है। अनि बुझ्न पनि सजिलो हुन्छ। जुन चेकरले कपी चेक गर्छ नि त्यसले झन् बुझ्न सजिलो भइहाल्छ हैन। अनि बल्ल इम्प्रेस हुनुहुन्छ उहाँ पनि। अब 1000 भयो, 1000 को 1000 सारिदिए हैन। यो 800 हाम्रो पर्चेज गरेको छ भने यो पनि हाम्रो तल लेख्छौँ हैन। फेरि पर्चेज गरेछ, यो स्टोरमा सामान पर्चेज गरेर हामीले 800 युनिट गरे 30 को दरले हाम्रो कति भयो 830 को दरले 24000 भयो हैन। अब यो भइसकेपछि अब भाद्र 10 मा हेर्दाखेरि इस्यु गरेको छ
1200 युनिट है इस्यु गरेको छ बिक्री गर्नको लागि इस्यु गरेको छ है स्टोरमा अब जारी गरेको छ है अब भाद्र 10 मा कति 1000 है अब 1000 युनिट इस्यु गरेको छ भने यहाँ कति छ भने सरी यो भाद्र हाम्रो 1200 युनिट छ हैन अब 1200 युनिट गरेको छ भने इस्यु गरेको छ भने अब फर्स्ट अफ मेथड अनुसार माथिबाट गर्दाखेरि हाम्रो पहिला सुरुमा यो 1000 को 1000 सारे दिए 20 को रेट हैन 20000 भयो अब बाँकी कति 1200 पुर्याउनलाई 200 त बाँकी रह्यो भने त्यो यहाँबाट लिन्छौ हैन 230 को रेट भयो हैन अब हाम्रो कति भयो 6000 बाँकी कति छ भने यहाँ 600 हाम्रो 30 को रेटको दरले 18000 भयो हैन अनि अब भाद्र 12 मा पर्चेज चाहिँ हाम्रो 400 युनिट एट द रेट अफ आरएस 40 को दरले हैन अब भाद्र हाम्रो कति छ भने वैशाख 12 मा पर्चेज है 400 युनिट है अब वैशाख 12 मा फेरि पर्चेज गरेको छ अब हेर्नु त 400 युनिट 40 को दरले 16000 भयो हैन अब बाँकीको 600 यताको माथिको चाहिँ हाम्रो 600 को 600 हैन 30 को दरले 18000 भयो हैन अब यो 400 चाहिँ हामी तल लेख्छौं 440 को दरले 16000 किनकि यो स्टोर हो मानिलिनु यो स्टोर हो है यो हामीले खरिद गर्छौं बिक्री गर्छौं यो खरिद गरेको सामान यता लेख्छौं बिक्री गरेको सामान यता लेख्छौं तर बिक्री गरेको सामान यता लेख्छौं तर अब स्टोरमा कति आउँछ कति रहन्छ कति जान्छ त्यो यहाँ लेखिन्छ यही स्टोर हो मानिलिनु पर यही स्टोर हो हाम्रो है अब हेर्नु 400 को 400 अब खरिद गर्दाखेरि यही सामान हाम्रो यहाँ आयो यो सामान भयो हैन यता आयो अब यो भइसकेपछि अब हेर्नु अब कति बनेको छ भने भाद्र हाम्रो यो 10 भयो हैन भाद्र हाम्रो भाद्र हैन वैशाख हो यो वैशाख 12 मा त भयो हाम्रो 400 युनिट हैन अब वैशाख 15 मा इस्यु गर्यो 600 युनिट बिक्री गर्नको लागि अब हेर्नु अब हाम्रो वैशाख हाम्रो 15 मा इस्यु गर्यो कति भने 600 युनिट बिक्री गर्नको लागि अब 600 यही माथिको राख्छ भने त्यो त बिक्री भयो 30 को दरले 18000 भयो हैन अब यो 400 को 400 त सारे दिन्छ किनकि यो बिक्री भएन यो 400 को 400 सारे लियो अब बिक्री गर्दाखेरि यो सामान हाम्रो बिक्री गर्यो हैन अब यहाँ चाहिँ हाम्रो भाद्र 15 मा चाहिँ हाम्रो त भयो हैन 600 युनिट अब अर्को पेजमा हेर्दाखेरि हाम्रो के भनेको छ भने वैशाख 18 मा रिटर्न टु स्टोर फेरि बिक्री गरेको सामानमा हामीले अब स्टोरमा फेरि अब वैशाख 18 तिर फेरि त्यो सामान फिर्ता भएर स्टोरमा आइसक्यो है अब यो स्टोरमा आइसकेपछि हाम्रो कति छ भने 100 युनिट हैन यो चाहिँ हाम्रो 100 युनिट हाम्रो फिर्ता आइसक्यो हैन अब यो 100 युनिट फिर्ता आयो भने अब यो कसरी बुझ्नु भने जसरी कि अब हेर्नु अब यो हाम्रो स्टोर त बढ्यो अब बढ्दाखेरि के गर्ने भने हाम्रो पर्चेज साइडतिर लेख्नु पर्छ म अघिदेखि नै भन्दै आएको छु है यो हेर्नु 100 युनिट भयो अब रेटको कन्फ्युजन हुन्छ हजुरहरुले अब मानिलिनु रेट कति राख्नु कसैले 40 राख्नुहुन्छ कोहीले 40 राख्नुहुन्छ कोहीले 30 राख्नुहुन्छ तर यसमा म अब बुझाउँछु स्पष्ट मानिलिनु यो चाहिँ हाम्रो इस्यु गरेको छ वैशाख 15 मा बिक्री गर्नको लागि 600 युनिट हैन तर बेच्नलाई त 600 युनिट 30 को दरले 1800 बेचिदियो हैन तर यो त 400 युनिट त हाम्रो स्टोरमा त अहिले छ नि यो त बिक्री भएको छैन नि अनि बिक्री गरिसकेपछि अब त अरु खरिद गरेको पनि छैन बिक्री गरेको पनि छैन अगाडि अनि वैशाख 18 मा चाहिँ फेरि अब कुनै कस्टमरले जुन खरिद गरेको छ नि सायद मानिलिनु यही होला यो खरिद गरेको छ नि 600 युनिट यो रिटर्न टु स्टोर भन्नाले यो फिर्ता गर्यो फेरि स्टोरमा चाहिँ त्यो 100 युनिट चाहिँ हाम्रो फिर्ता गरिदियो है अब 100 युनिट फिर्ता गर्दाखेरि अब यसबाट त 500 मात्र उले राख्या होला हैन युज गर्या होला 100 युनिट फिर्ता गरिदियो होला अब त्यो गर्दाखेरि अब स्टोरमा त बढ्यो 100 युनिट बराबरको त बढ्यो हैन त्यही अब बढ्दाखेरि हामीले यो पर्चेज साइडतिर लेख्दाखेरि 100 भयो हैन अब सामान यही इस्यु गर्यो बिक्री गर्नको लागि यसैको रेट राख्छौं हामी 30 हैन अब यो 100 * 30 गर्दाखेरि हाम्रो कति भयो भने 3000 है अब यो 3000 भइसकेपछि अब 400 पहिलाको 400 * 440 को दरले हाम्रो 16000 हैन अनि फेरि यो 100 30 को दरले हाम्रो 100 * 30 को दरले 3000 हैन यो 3000 अलि सानोमा लेखेको मैले छुटाए थिए त्यही भएर लेखेको अब बुझ्दाखेरि अनि त्यो भइसकेपछि अब लास्टमा हेर्नु वैशाख 20 मा हेर्नु वैशाख 20 मा सर्टेज फन्ड भन्नाले हाम्रो 40 युनिट है अब यो सर्टेज फन्ड पनि म भनिसकेको छु हजुरहरुले यो सर्टेज फन्ड हाम्रो के हो भने जसरी सर्टेज फन्ड के हो भने स्टक जाँच गर्दाखेरि कमी भेटिएको जसरी म भने नि कि जसरी तेल चाहिँ लिक गर्यो अथवा लेजरमा लेख्न छुटायो हैन त्यही अब सर्टेज फन्ड त्यही हो कमी देखियो है अब 40 युनिट कमी हेर्दाखेरि अब यो 40 युनिट हाम्रो यता साइडतिर सेल्स साइडतिर लेख्दाखेरि कमी अब घटाउनु त पर्यो हैन त्यो घटाउँदाखेरि अब हामीले यो 400 बाट घटाउँछौं यो 100 बाट हैन यो 100 तल भयो हैन यो 400 बाट घटाउँछु यो लाइन नलेख्नु होला किनकि यो मैले लेखेको हैन तर यो दुईटै यो पहिले 400 अनि 100 अनि बल्ल यहाँ लाइन दिनु भयो भने अलि बेटर हुन्छ है अब यो 400 बाट घटाउँदाखेरि 40 घटाउँदाखेरि
हाम्रो चाहिँ जुन 400 स्टोरमा 400 सामान छ हैन, तर 400 मा चाहिँ हाम्रो सर्टेज फन्ड गर्दाखेरि हाम्रो कम हेर्दाखेरि यो 40 घटाउनु पर्यो। अब 40 को दरले घटाउँदाखेरि 1600, अब यो 400 बाट 40 घटाउँदाखेरि 360 अनि 40 को दरले हाम्रो 14400 हैन। अब यहाँ हाम्रो पहिला सुरुमा पहिला 360 लेख्ने हैन, यो 100 तल लेख्ने हैन, अनि 360 40 को दरले 14400 अनि त्यसपछि हाम्रो 130 को दरले 3000 लेख्ने। त्यो पनि के त क्लोजिङ स्टक, किनकि अन्त्यमा त केही भनेको छैन। अब क्लोजिङ स्टक हामी बन्द गर्छौं, यही भयो हैन, एन्सर चाहिँ हाम्रो यही भयो हैन, क्लोजिङ स्टक यही भयो। अब कस्ट अफ गुड्स सोल्ड गर्दाखेरि हाम्रो हुन त कस्ट अफ गुड्स सोल्ड हाम्रो भनेको छैन हैन, मात्र यो चाहिँ हाम्रो भनेको त छैन हैन, तर पनि आफैले निकालेको हैन। यो कस्ट अफ गुड्स सोल्ड गर्दाखेरि के छ भने जसरी कि यो जोड्दाखेरि यो टोटली जोड्दाखेरि हैन सेल्स साइडतिरको 1840 हैन। अब रेट चाहिँ फरक भएको हुनाले गर्दा यो छोड्ने, अनि यो टोटली जोड्दाखेरि हाम्रो 45600। अब यसले भाग गर्दा हाम्रो 24.7 रेट आउँछ। अब मैले चाहिँ क्वेशन नम्बर कति गरे भने क्वेशन नम्बर 14 सम्म त गरिसक्यो हैन। अलि अझ चाहिँ बुझाउँदाखेरि भिडियो चाहिँ धेरै लामो भइसक्यो हैन। सकेसम्म हजुरहरुलाई त म यहाँ क्वेशन नम्बर 14 बुझाइदिए। अब अर्को पार्ट यो 2 भयो हैन। अब पार्ट 3 मा चाहिँ हामीले क्वेशन नम्बर 15 16 17 18 19 20 अब बुझाउने छु। अनि अर्को कुरो मानिलिनु कुनै यता पछाडीको म धेरै जसो हिसाबहरु के गरेको छु भने लगभग मानिलिनु न कि क्वेशन नम्बर मानिलिनु कि 2081 सालदेखि अनि उता 68 सालसम्मको क्वेशनहरु जुन छ, जसमा मैले 75 सम्म कुनै पार्टमा चाहिँ क्वेशन नम्बर 2075 सम्मको हिसाब चाहिँ गरिसकेको हैन। अनि चाहिँ 74 73 देखि लिएर 68 सम्मको क्वेशन चाहिँ गरेन। अनि त्यो म के भनेको छु भने त्यसमा कि हजुरहरु त्यो माथिको गर्नुभयो भने त्यही इम्पोर्टेन्ट छ, त्यो गर्नुभयो भने क्याप्चर गर्न सक्नुहुन्छ। अनि इच्छा भए प्र्याक्टिस गर्नु होला, तलको इच्छा नभए नगरे पनि पुग्छ। यदि अब भन्छु, एकजना साथीले के कमेन्ट गर्नु भएको थियो भने जसरी कि सर यो हजुरहरुले आधी गर्नुहुन्छ पुरै गर्नुहुन्न। म उहाँले के भन्छु भने पहिला त हजुरहरुको टाइम चाहिँ धेरै कम छ हैन। अनि धेरै कम हुँदा पनि म हजुरहरुले के म चाहन्छु कि धेरै कम टाइममा पनि हजुरहरुले राम्रो मार्क्स ल्याउनुस्, एक्जाममा प्र्याक्टिस गर्नुस्। त्यही भएर त्यो जुन इम्पोर्टेन्ट छ त्यो म गराइदिए हैन। जुन इम्पोर्टेन्ट छैन त्यसलाई प्र्याक्टिस यदि टाइममा प्र्याक्टिस गर्नलाई भनिदिए। अब यदि हजुरहरुलाई इच्छा छ, त्यो पढ्नै छ, इच्छा छ भने आफै प्र्याक्टिस गर्नु होला। यदि कुनै समस्या आएछ भने जसरी प्र्याक्टिस गर्दाखेरि सर यो युनिटको यो हिसाब मलाई आएन, त्यसको एउटा भिडियो बनाइदिनु अथवा सकेसम्म कमेन्टमा नै बुझाइदिनु। यदि कमेन्ट गर्नुभयो भने त्यसलाई खाली कमेन्ट गर्नुभयो भने प्रब्लम जहाँ छ त्यो गर्नुभयो भने म त्यो प्रब्लमलाई खोजेर हैन, राम्रोसँग बुझेर हैन, अनि हजुरहरुले सकेसम्म त्यो कमेन्टमा नै बुझाइदिन्छु। यदि त्यहाँ भ्याएन भने सकेसम्म म हजुरहरुलाई एउटा भिडियो नै बनाएर हैन त्यसको म राखिदिन्छु है। त्यो पनि धेरै छिटो भन्दा छिटो त्यसको पनि सल्युसन गरिदिन्छु, किनकि एक्जामको हजुरहरुको टाइम बढी छैन हैन, धेरै कम छ हैन। त्यही भएर म कम समयमा पनि म्याक्सिमम भिभिआई क्वेशनहरु गराएर हैन हजुरहरुको सामु पेश गर्न मेरो लक्ष्य त्यही हो हैन। अनि बुझाउन चाहन्छु है। अब आज त हामीले 14 सम्म गरिसक्यो। भोलि चाहिँ हामीले सकेसम्म यो फर्स्ट अफ मेथडको पुरै सकाइदिन्छु हैन। भोलिको चाहिँ हाम्रो पार्ट चाहिँ हाम्रो यो त 2 भयो हैन, 3 मा चाहिँ सकेसम्म यो सकाइदिन्छु। अनि 4 पार्टमा चाहिँ हामीले लिफो मेथड अनुसार चाहिँ गर्छौं हैन। अनि यो सकेपछि अर्को पार्ट गर्दै जान्छौं हामी। अनि सकेसम्म यो सकेपछि हामीले चाहिँ जुन छ नि जुन मोडल सेट छ नि त्यो हामी त्यसको पनि सल्युसन गर्छौं। अनि त्यसमा पनि भिभिआई कुन छ त्यो म तोक्छु हैन। त्यो पनि गरे पनि त्यसले पनि पास भइन्छ। अनि यो प्र्याक्टिस गर्नुभयो भने त झन् राम्रो मार्क्स आइन्छ। हस् आजलाई हामीले यहाँसम्म गर्यौं हैन। हस् आजलाई यति नै। क्वेशन नम्बर हामीले 14 सम्म त गरिसके। हजुरहरुलाई केही पनि प्रब्लम छ भने खुलेर चाहिँ कमेन्ट गर्नु होला हैन। अनि सकेसम्म प्र्याक्टिस गर्दै गर्नु होला, किनकि हजुरहरुको टाइम धेरै कम छ, धेरै भन्दा धेरै कम छ। अनि सकेसम्म मेहनत गर्नु होला, किनकि भोलिको दिनमा 12 को मार्कसिट लिनु भयो भने राम्रो मार्क्स ल्याएर 12 को मार्कसिट लिनु भयो भने हजुरहरुले यता लोकसेवातिर पनि राम्रोसँग लड्न सक्नुहुन्छ, कलेज पनि राम्रोसँग पढ्न सक्नुहुनेछ हैन। त्यही भएर यही संघर्षको चाहिँ मुख्य फिल्ड चाहिँ यही हो, फर्स्ट 12 हैन। यो 12 सकाउनुस्, राम्रोसँग सकाउनुस् हैन, राम्रो मार्क्स ल्याउनुस्, यही मेरो भनाइ हो। अनि च्यानलमा रहिराख्नुस्। हस्, धन्यवाद।